एभ्रिवान वेलकम टु माई लक्ष्य युनिभर्स च्यानल्स। आज हामीले कक्षा 10 को म्याथमेटिक्सको युनिट 2 अर्थात् अर्थमेटिक्स सल्भ गर्न गइरहेका छौँ। यो चाहिँ जम्मै गरेर 13 मार्कको सोध्ने गर्छ। इक्जाम क्वेसन पेपरमा 2, 3, 4 क्रमशः 2, 3, 4 मा सोधिने गर्छ। यसमा 3 च्याप्टर रहेका छन्, जसमा फर्स्ट चाहिँ कम्पाउन्ड इन्ट्रेस्ट अर्थात् चक्रीय ब्याज रहेको छ। त्यसै गरी सेकेन्ड च्याप्टरमा ग्रोथ एन्ड डेप्रिसिएसन रहेको छ अर्थात् वृद्धि र ह्रास। त्यसै गरी थर्ड च्याप्टरमा करेन्सी एन्ड एक्सचेन्ज रेट, जसमा मुद्रा र विनिमय दर भनिन्छ। यिनी जम्मै गरेर कहिले एउटा क्वेसन 4 मार्क्स, 5 मार्क्स, 4 मार्क्स अथवा 5, 4, 4 गरेर यस्तै गरेर सोध्ने गर्छ। जम्मै गरेर 13 मार्कको सोध्ने गर्छ। अब आज हामीले चाहिँ अर्थमेटिक्सको पहिलो च्याप्टर कम्पाउन्ड इन्ट्रेस्ट अर्थात् चक्रीय ब्याज गर्न गइरहेका छौँ। आजको भिडियोमा हामीले चाहिँ चक्रीय ब्याजको अलि हल्का गाह्रो छ, त्यसमा धेरै फर्मुलाहरू छन्। तिनी फर्मुलाहरू कसरी लगाउने र फर्मुला के हो भनेर बेसिक्सहरू बुझ्नेछौँ र क्वेसन चाहिँ हामीले अर्को भिडियोमा सल्भ गर्नेछौँ। यदि हजुरलाई फर्मुलामै सुरुमै हल्का अप्ठ्यारो छ, फर्मुला के हो कसरी आयो भन्ने कुरा कन्फ्युज हुनुहुन्छ भने यो भिडियो चाहिँ हजुरको लागि। ल सुरु गरौँ है त। अब चक्रीय ब्याजको पहिला टर्म्सहरू के त्यो सूत्रमा के टर्म्सहरू हुन्छ, जस्तै कि पी आयो भने हामीले के बुझ्नुपर्छ त्यसलाई। पी भनेको प्रिन्सिपल, जसलाई हामीले मूलधन भनिन्छ। त्यसै गरी टी आयो भने त्यसलाई टाइम अर्थात् समय। त्यसै गरी आर आयो भने रेट, जसलाई हामीले ब्याज दर भनिन्छ। अनि सिए आयो भने चाहिँ कम्पाउन्ड एमाउन्ट हो, जसलाई हामीले भनिन्छ चक्रीय एमाउन्टलाई मिश्रधन। त्यसै गरी सिआई आयो भने चाहिँ कम्पाउन्ड इन्ट्रेस्ट, जसलाई चक्रीय ब्याज भन्ने गरिन्छ। अब हामी चक्रीय कम्पाउन्ड इन्ट्रेस्ट चाहिँ सिआई चाहिँ 3 प्रकारले आएको हुन्छ। एउटा आएको हुन्छ वार्षिकमा, वार्षिक अर्थात् इयरली, जसमा हामीले ब्याज चाहिँ 1 वर्षमा तिर्ने गर्छौँ। त्यो आयो भने सिआई हाम्रो के हुन्छ त? सिआई हाम्रो हुन्छ, सिआई भनेको फर्मुला के हुन्छ सिआईको, यति वार्षिक भए पर है, पी 1 + आर ओपन 100 टी -1। पी भनेको प्रिन्सिपल अर्थात् मूलधन, आर भनेको रेट ब्याज दर, टी भनेको समय। यो सिआईको हुन्छ चक्रीय ब्याजको। त्यसै गरी यसैमा अब कहिलेकाहीँ चक्रीय ब्याज नभनेर चक्रीय मिश्रधन पनि भनेको हुन्छ, जसलाई हामीले सिए भनिन्छ। त्यसको पनि पी लेखिन्छ अगाडि 1 + आर ओपन 100 टी, यति लेखिन्छ। सिआईमा पछाडि -1 हुन्छ, सिएमा हुँदैन। बुझ्नुभयो? यो चाहिँ वार्षिकको भयो। त्यसै गरी अर्को आउँछ अर्ध वार्षिक, जसलाई सेमी एनुअल भनिन्छ, जसमा हामीले चाहिँ ब्याज चाहिँ 6 महिनामा तिर्ने गर्छौँ। अब त्यसको चाहिँ सिआई चक्रीय ब्याज कति हुन्छ फर्मुला, अर्धवार्षिकको पी 1 + आर ओपन, अब यहाँ 100 आएको थियो वार्षिकमा, यहाँ चाहिँ अर्धवार्षिकमा 6 महिनामा गरेर दुईचोटि बुझाइन्छ 1 वर्षमा, त्यही भएर 200 आउँछ। त्यसै गरी यहाँ टी को ठाउँमा पनि कति आउँछ
2t आउँछ। त्यसै गरी -1 त यो भइहाल्यो। त्यस्तै CA अब मिश्रधर्ममा के हुन्छ? मिश्रधर्ममा त सजिलो छ, कम्पाउन्ड चक्रीय ब्याज जानिसकेपछि पछाडिको -1 हटाइदिएपछि मिश्रधर्म निस्किन्छ, जसलाई 1 + r ओपन 200 2t, यो चाहिँ हाम्रो चक्रीय मिश्रधर्मको भयो। चक्रीय ब्याज एउटा फर्मुला पढेपछि हेर्नु त, वार्षिकमा के थियो? 1 + r ओपन 100 थियो भने अर्धवार्षिकमा के हुन्छ? 1 + r ओपन 200 अनि टाइमको साटो 2t हुन्छ, किनकि हामीले 6 महिनामा दुईचोटि दिन्छौँ। त्यसै गरी अर्को छ, यो चाहिँ अर्धवार्षिक भयो। अर्को छ त्रैमासिक। जसलाई हामीले के भन्छौँ? क्वार्टरली भन्छौँ, जुन चाहिँ हामीले 3 महिनामा गर्छौँ। 3 महिना ती 3 महिनाको गरेर 4 चोटि हामीले दिन्छौँ एक वर्षमा, ती 3 महिनामा ब्याज दिन्छौँ। अब त्यस्तो आयो भने हाम्रो चक्रीय ब्याज दर के हुन्छ? P 1 + r ओपन। अब वार्षिकमा दुईचोटि 200 कसरी आएको थियो? किनकि 6 महिना गरेर दुईचोटि दिन्छौँ, त्यही भएर 200 आएको थियो। यहाँ चाहिँ ती 3 महिना गरेर 4 चोटि दिन्छौँ, त्यही भएर हामीले यहाँ कति आउँछ? 400 आउँछ। त्यसै गरी टीको ठाउँमा पनि 42 आयो, अनि -1 त लास्टमा भइहाल्यो। चक्रीय ब्याजमा पछाडि -1 हुन्छ। अनि अब चक्रीय मिश्रधर्म निकाल्न पर्यो भने P 1 + r ओपन 400 4t, यति लेखेपछि अब वार्षिक, अर्धवार्षिक र त्रैमासिकको यो फर्मुला छ। अब वार्षिकको जानिसकेपछि अर्धवार्षिकमा के हुन्छ? 100 को ठाउँमा 200 हुन्छ, टीको ठाउँमा 2t हुन्छ। त्यसै गरी त्रैमासिकमा आयो भने 100 को ठाउँमा 400 हुन्छ अनि टीको ठाउँमा 40 हुन्छ। यो हाम्रो भयो वार्षिक, अर्धवार्षिक र त्रैमासिकको। अब कहिलेकाहीँ हामीलाई चाहिँ क्वेसनमा के पनि दिन्छ भन्दाखेरि टाइम छ नि, टाइम भनेको समय आज अहिलेसम्म के दिन्थ्यो हामीलाई? वर्षमा अथवा वर्षमा दिन्थ्यो, यति वर्षमा यति वर्षसम्म पछिको वार्षिक के हुन्छ, ब्याज कति हुन्छ भनेर सोध्थ्यो। अब यो समय चाहिँ वर्षमा दिन्थ्यो भने अब चाहिँ यो समय के दिन्छ? वर्षमा नदिएर, वर्षमा त दिन्छ, वर्ष साथसाथै यति वर्ष यति महिना, वर्ष र महिनामा दिएको खण्डमा। टाइम चाहिँ वर्ष र महिनामा दिएको कन्डिसनमा के हुन्छ? CI चाहिँ हाम्रो के हुन्छ? P, यो पनि बुझ्नुपर्छ है, फर्मुला सोध्छ, धेरैचोटि सोध्छ। 1 + r ओपन 100 सेम हो, T छ भने यहाँसम्म सेम हो। यस पछाडि के थपिन्छ भन्दाखेरि 1 + m भनेको मन्थ भनेको महिना, अनि r भनेको रेट नै भइहाल्यो। MR ओपन 2/100 दिएको हुन्छ अनि -1 आयो। त्यसै गरी अब यसलाई CA निकाल्न पर्यो भने हाम्रो के लेखिन्छ? अर्थात् कम्पाउन्ड एमाउन्ट भनेको चक्रीय मिश्रधर्म निकाल्न पर्यो भने अरू सेम हुन्छ, पछाडिको 1 चाहिँ हट्छ। यो बुझ्नुभयो है? यो समय यति महिना र वर्ष र महिनामा दिएको खण्डमा हुन्छ। त्यसै गरी अर्को अब चाहिँ हामीले यहाँ टाइम वर्ष र महिनामा दिएको खण्डमा, त्यसै गरी हामीलाई कहिलेकाहीँ आर चाहिँ एक वर्ष यति, एक वर्ष अर्को वर्ष चाहिँ यति भने रेट फरक प्रत्येक वर्ष फरक दिएको हुन्छ। रेट चाहिँ
फरक दिएको कन्डिसनमा फरक दिएको कन्डिसनमा फरक दिएको रेट चाहिँ फरक दिएको खण्डमा CI चाहिँ के हुन्छ, जस्तै कि रेट एउटा R1 R2 R3 भन्ने दिएको हुन्छ। त्यस्तोमा हामीले के लेख्ने, P1 + R open 100 1 + R2 open 100 त्यसै गरी 1 + R3 open 100 -1। त्यसै गरी CA चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि अब यो -1 हट्छ, P1 + R1 open 100 त्यसै गरी 1 + R2 open 100 त्यसै गरी 1 + R3 open 100 गरेर आएको हुन्छ। यसो सम्झिन पर्ने फर्मुला कुन रह्यो, यसो सम्झिन पर्ने फर्मुला एउटा कम्पाउन्ड इन्ट्रेस्ट र कम्पाउन्ड एमाउन्ट वार्षिक, अर्धवार्षिक र त्रैमासिकमा दिएको खण्डमा यस्तो गर्ने, यो फर्मुला लगाउने। यति हाम्रो टाइम समय चाहिँ वर्ष र महिनामा दिएको खण्डमा यो MR वाला फर्मुला लगाउने, अनि रेट चाहिँ फरक दिएको कन्डिसनमा हामीले यो फर्मुला लगाउने। कहिलेकाहीँ यसमा हामीलाई के पनि भन्छ भने चक्रीय ब्याजमा साधारण ब्याज पनि निकाल्न भन्छ, त्यो पनि हेरौँ है। हामीले पहिले सानो 8, 9, 9, 10 मा पढिसकेको क्वेसन हो। 8, 9 मा साधारण ब्याज, जसलाई हामीले सिम्पल इन्ट्रेस्ट अर्थात् SI पनि भन्ने गर्छौँ। त्यस्तो आयो भने साधारण ब्याज निकाल्न भयो भने PTR ओपन 100 यसको फर्मुला हो। त्यसै गरी PTR दिएको खण्डमा यो भयो। त्यसै गरी हाम्रो अर्को SI वाला साधारण ब्याज कसरी निकाल्न सकिन्छ भन्दाखेरि एमाउन्ट अर्थात् मिश्रधनबाट हामीले मूलधन घटायौँ भने पनि साधारण ब्याज निकाल्न सकिन्छ। कहिलेकाहीँ यो पनि साधारण ब्याज अर्थात् निकाल्न सोध्छ, होइन भने चाहिँ यो हाम्रो माथिमा दिएका फर्मुलाहरू आउँछ। आजको भिडियोमा चाहिँ हामीले यो फर्मुला यसरी लेख्नु हजुरले सार्नु होला अनि बुझ्नु होला, अनि हामीले अर्को भिडियोमा चाहिँ हामीले क्वेसन सल्भ गरेर गर्नेछौँ है त। हस्, सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्, थ्याङ्क यू।